हामी शिवजट्टामा आएका छौँ हाम्रो नयाँ वर्षलाई स्वागत गर्दै पुरानो वर्षलाई सम्मानपूर्वक विदाई गर्ने लक्ष्यका साथै हामी आइरहेछौँ। म यहाँ सानो भ्लग बनाउँदैछु। भयो मैले सुरु गरेँ। अब स्वतीजीबाट आजको समुद्घाटन भएको छ। भेट भएको दिन आज हाम्रो भेट भएको ढिस्क्याउ नगर मन नयाँ लागेको होइन नभन सुँगुरको मासुमा पल्किने अघिभरि भर्खर हात धोएर आएको दाजु के साह्रो भन्नुभएको। ल यहाँ चाहिँ हाम्रो लोकलदेखि लिएर अहिलेको यो आधुनिक प्रशोधित पेय पदार्थ पनि छन्। दाजुको चाहिँ एकदम सक्रियता देखिरहेछ। फुपूले चाहिँ नाना पनि बस्नुभयो। हेर्नु के देख्नुहुन्छ यहाँ अचार छ, टमाटरको यो गुन्द्रुकको अचार छ, यहाँ काँक्रा बन्दाको अचार छ, यहाँ थुक छ, यहाँ फेरि टमाटरको फत्के छ, यहाँ आलु छ, यहाँ ब्राउन चिप्स छ, यहाँ फाक्सा छ। लु हेर्नुहोस् यो के खाउँ के नखाउँ भन्ने अवस्था छ। ल अब नरिसाउनु होला, अब हामी खान्छौँ ल। अब सबैजनाले खान सुरु गरिसक्नुभयो, मैले पनि खाएँ ल। यही पकाउने हातहरूलाई के परे आशीर्वाद लागुन्। दाजुले पनि सानो मेरो भ्लगमा एउटा दादा बोलिदिनु भयो। तपाईँ पनि खाएँ ल भन्नु न। एकछिन न ल्याएर ल हस् मैले पनि खाएँ ल।